हेलो साथीहरु, आज चाहिँ मेरो भकारा फाल्ने दिन। धेरै भकारा फाल्ने दिन भन्नाले नि भकारा त दिनमा 3-4 पल्टी फालिरहनु पर्छ। यो चाहिँ भकारो तलाउने दिन धेरै जम्मा भएको थियो। त्यही भएर यसरी भकारो तलायो भने अनि यो राम्रो मल हुन्छ, पाकिरहन्छ, मजाले पाक्छ मल। यसरी तलाउनु पर्छ। त्यतिकै गाईको दुध खान पाइन्छ, त्यतिकै बाली खान पाइन्छ। बालीमा यस्तो मल हाल्नुपर्छ, यसरी यति दुःख गर्नुपर्छ। के गर्नु, गाउँमा बसेपछि जुटो भकारो गर्नु परिहाल्यो। घिन मानेर हुँदैन, यस्तो छ रीति। पानी हेर्नु न, यहाँ पानी मुत जना भएकै स्विमिङ जस्तै छ। मेरो काम यही हो, के गर्ने, गाउँमा खेतीबारी, दुध दुनी, भकारो फाल्ने, यस्तो छ काम। आज चाहिँ नानी सुत्या बेलामा अलिकति भए पनि काम गर्नु पर्यो भनेर यो धेरै थियो, फालिसक्यो। अब यति बाँकी छ। अहिले म हजुरहरूलाई मैले सबै चाङ्लाइसकेपछि पनि देखाउँछु है। अब मेरो काम चाहिँ सकेको अवस्था। नानी पनि रुन थाल्यो, सकेको त छैन। फेरि पनि हात चाहिँ फोर्छ। हातले मोबाइल छुनु पर्यो। यस्तो भयो चाङ्लाको, यसलाई चाङ भनिन्छ। यो चाहिँ यो मुजाने ठाउँ बाटो हो। नानी रुएर दिएन नानीले काम गर्न, यस्तो भयो। अब त्यो मल धान रोप्ने बेलामा बारीमा खनाउने अनि धान रोप्ने हैजरे। यता मामुको हात त यस्तो खाल खुट्टा पनि धान रोपेर आज त गोबरमा धान रोपेर आएको। हामी त लाइनमा हात दिन्छ फोर्बा छ। के गर्नु, घिन लाग्यो पनि भन्न पाएन, हुँदैन, मिल्दैन। के गर्ने, दुध खानु मिठो हुन्छ, पैसा लिन मिठो हुन्छ, राम्रो हुन्छ दुध बेच्छ।